Hello everyone, Jai Masi. It's a public holiday. Hello, Jai Masi. कहाँ जाँदैछ भन्दियो? हामी चाहिँ के रे हलिउड. मेरो सेकेन्ड टाइम हलिउड भन्ने रहेछ है, त्यहाँ जाँदैछ घुम्नु. कस्तो छ के छ थाहा छैन. दादा, आइराम दादा. हेलो भन्नुहुन्छ. हेलो. सिनेम्याटिकबाट गरेको अलिकति ब्लड आएछ है. लादा गएको है. बाइ. ल साथीहरु हामी लाग्यौं है. मैले चाहिँ आज यस्तो लुगा लगाएको छु हो. जाडो हुन्छ होला. 2 वर्ष बादमा मैले आज फेरि यो लुगा लाउँदैछु साथीहरु है. एकदमै लुज भएछ है. ए भनेपछि चाहिँ वेट चाहिँ मैले डरलाग्दै घटाएछु. कतिको एक्साइटेड हुनुहुन्छ त? अब नयाँ जग्गा नौलो जग्गा जाँदैछौँ. हेरौँ. तपाईँ दादा पनि फर्स्ट टाइम जाँदैछ, म पनि फर्स्ट टाइम हो साथीहरु है. अब चाहिँ हामी लाग्यौँ एमटिआरबाटै जाँदैछौँ हामी अहिले चाहिँ है. ल साथीहरु म तपाईहरुलाई त्यही गएर भेट्नेछु है त. आजको मेरो ब्लग चाहिँ हलिउडमै. ओ कतिको एक्साइटेड छ? एकदम बल्ल बल्ल आज घुम्न निक्लेको. कति बजी भनिदिइहाल यहाँ मेरो साथीहरूलाई. कति बजी? अहिले हामी 4:15 मा निक्लेको. ओ 4:15 8 8:30 हुन्छ. 8:30 हुन्छ है. चाहिँ आउँदा चाहिँ अघि त्यहाँबाट आएको होइन, सुङवान भन्ने एमटिआरबाट यहाँ झरेर चाहिँ हामी यहाँबाट चाहिँ चेन्ज गरेर चाहिँ यो येलो लाइनबाट जुन चाहिँ यो जुन चाहिँ छ यहाँ जानुपर्ने. अब चाहिँ हाम्रो स्टेसन चाहिँ 3टा जस्तो रहेछ है. सनी बे देखेको. अब यो तायो भन्ने भिलेज जस्तो रहेछ है. हेर मुनिको यस्तो यो बोटहरू देख्दाखेरि तायो भिलेजहरू जस्तै. ए साथीहरू हामी चाहिँ अझै चेन्ज गर्नुपर्ने यहाँबाट चाहिँ अर्को अझै एउटा. वाउ साथीहरू हेर्नुहोस् न कति दामी. देख्न सक्नुहुन्छ साथीहरू है. कस्तो दामी रहेछ. पुरा मन पर्यो. अब फोटो खिचिदेऊ न मलाई यहाँ बस्छु. के रे? ए उपर छैन? ए ओके ओके ओके. खै त्यतिजना कहाँ बस्नु भयो? यहाँ म एकदमै खुसी लागिरहेको छ किनभने अब साथीहरूसँग धेरै दिन बादमा घुम्नु आएको हो नि त. त्यो भएर है खुसी लागिरहेको छैन धेरै दिन बादमा आएर घुम्नु आएर. धेरै दिन पनि कहाँ, धेरै महिना. धेरै महिना अरे. ए साथीहरू हामी चाहिँ यहाँ आइपुग्यौँ है. अनि यो चाहिँ डिज्नील्यान्ड. अनि हामी चाहिँ यहाँ चाहिँ खास गएको होइन है. दिदी हामी अर्को जग्गा गएको है. तपाईँले देख्न सक्नुहुन्छ है. यता चाहिँ हाम्रो डिज्नील्यान्ड थियो भने यताबाट चाहिँ हामी अर्को जग्गा गएको हो नि त, हलिउड भन्ने. ट्याप गर्नु पर्दैन? ट्याप गर्नु पर्दैन? अरे म त यो निकालेर त ट्याप गर्नुपर्छ होला. यो त फ्री परेछ त गाइस. थाहा थिएन मलाई साथीहरू है. म चाहिँ यहाँ पैसा लाग्छ होला सोचेको थिएँ कि, तर यो चाहिँ फ्री नै रहेछ. के भन्नु छ? के भन्नु छ? यस्तो छ है. दा के भन्नु छ? How much you are excited? Very much excited. Oh my god. भाउजू नभएर सातो गइरहेको रहेछ दादाको यहाँ है. दादालाई भाउजूलाई के मेसेज दिनु छ अन्त? ल के हो? यही हो हलिउड होटल अरे. हेर्नुहोस् त साथीहरू. अब म डिज्नील्यान्डमा चाहिँ यहाँ डिज्नी हलिउड होटलहरू कस्तो चाहिँ दामी होला है. ल साथीहरू हामी यहाँ आयो कि कस्तो दामी साथीहरू. यस्तो दामी होटल रहेछ नि त यहाँ त. के दामी है. ल यहाँबाट चाहिँ हामी छिरेर है यहाँ के रहेछ है. अन्त यहाँ चाहिँ सबै डिज्नीकै यस्तो रहेछ नि त. एकदम दामी लाग्यो साथीहरू है. यहाँ हेर्नुहोस् न. अब यहाँ कति बजे? 6:15 सरी अहिले चाहिँ यहाँ 5:15 भएन. तर पनि अब यति साह्रो अब यो उज्यालो खालको देखिरहेछ साथीहरू. तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू. हामी चाहिँ यहाँ आइपुग्यौँ
हलिउड होटल लेखेको यस्तो दामी रहेछ कि साथीहरू के भन्नु र यो पछाडि देख्दै गर्नुभएको हलिउड होटल मैले चाहिँ सोचेको थिएँ हलिउड भन्थेँ म चाहिँ यहाँ के चाहिँ होला हलिउड भन्दा यहाँ डिज्नील्यान्डमा जुन चाहिँ यो जग्गामा चाहिँ डिज्नील्यान्ड छ होइन अनि त्यहाँको चाहिँ एउटा होटल रहेछ नि त हलिउड होटल होइन अन्त होटल चाहिँ ऊपर छ उता त्यहीँबाट हामी आएको यस्तो दामी थियो कि साथीहरू भित्र पस्दा यस्तो बास्ना मिठो बास्ना आइरहेको थियो हो अनि अब चाहिँ हामी यहाँ बसेर फोटो खिच्ने है यतापट्टि जाँदैछु साथीहरू के रहेछ कार रहेछ यहाँ हेर्नुहोस् त ए यहाँ त कस्तो दामी ल आज चाहिँ हामी यहाँ घुमिसक्यौँ है अनि विशेष गरी यस्तो दामी जग्गा आउन मौका पायौँ है अनि अब चाहिँ हामी अर्को जग्गापट्टि जाँदैछौँ किनभने नाना चाहिँ एकदमै स्ट्रिक्ट हुनुहुन्छ है स्ट्रिक्ट भन्दा उसको रुल्स नाना स्ट्रिक्ट भन्नाले पनि उहाँले चाहिँ जुन ठाउँमा ल्याउनुहुन्छ तर उहाँले चाहिँ हामी चाहिँ यसरी बसेर फोटो खिचेर हामी चाहिँ टाइम वेस्ट गर्छौँ नि त नाना चाहिँ फन घुमाएर लगिहाल्छ होइन त्यो भएर हिँड भन्दैन ऊबाट पुगिसक्यो है अरूहरू चाहिँ उता गइरहेछ फोटो खिच्नको लागि ल हामी चाहिँ अब अर्को जग्गापट्टि जाँदैछौँ है साथीहरू तपाईँलाई म देखाउँदै जानेछु यहाँ चाहिँ यति साह्रो शान्ति लाग्यो कि साथीहरू मलाई यति बेसी शान्ति हल्ला नि छैन होइन एकदमै पिस क्या त्यो प्लेन जाँदै रहेछ हो हेर्नुहोस् न यहाँ नानीहरूको खेल्ने जग्गा पनि त्यस्तै कलरको बनाइदिएको रहेछ हो यहाँ हेर्नु न डिज्नील्यान्डकै अहिले चाहिँ हामी यहाँबाट चाहिँ है यता लाग्यौँ यहाँ चाहिँ गेट लगाएको रहेछ साथीहरू है अनि समुद्र देख्दो रहेछ तपाईँले यहाँ आएर चाहिँ समुद्रको भ्यूलाई पनि हेर्न सक्नुहुने रहेछ है दामी लाग्यो नि अन्त मामा यो सबै होटल एरिया कत्रो चाहिँ ठुलो कम्पाउन्ड दा यो चाहिँ के होटल कम्पाउन्ड है कस्तो चाहिँ ठुलो आम्मा हो र एकदम अब दामी नि अब एउटा होटलको यति साह्रो ठुलो एरिया के हो अब हुन्छ नि अब यहाँबाट चाहिँ बाहिर अब भ्यू पनि देख्नु पाउने नि त यो हेर न यहाँ चाहिँ यसरी यहाँ ढुङ्गामा बसेर फोटो खिचौँ न हेर्नुहोस् न हामी उज्यालोमा आएको थियौँ होइन यो रात परिसक्यो है अब हामी चाहिँ फर्किँदैछौँ हुन्छ साथीहरू आजको भिडियो हजुरलाई कस्तो लाग्यो म यहीँबाट चाहिँ बिदा चाहँदैछु है अनि अब चाहिँ हामी फर्केको यहाँ हामी हिँड्दैछौँ है कस्तो सुनसानै जग्गा रहेछ एउटा हुन्छ नि शान्ति खालको यहाँ आएर है यसरी इभिनिङमा चाहिँ यहाँ आएर बस्यो भने चाहिँ मजा आउने रहेछ क्या यसरी यहाँ शान्त खालको प्लेस क्या ल आजको भिडियो यतिमै है तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो है मन पर्यो भने मेरो पेजलाई फलो गर्न नबिर्सिनुहोस् लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला मेरो भिडियोलाई है हुन्छ बाई बाई